सोच्नुहोस् त साथीहरू, यदि तपाईँ कुनै होटेलमा बस्नु भएको छ र एक रात अचानक तपाईलाई लाग्छ कि कसैले तपाईलाई हेरिरहेको छ। तपाईँ यताउति हेर्नुहुन्छ तर आसपास कोही पनि देखिँदैन। तैपनि त्यो महसुस खत्म हुँदैन। त प्रश्न उठ्छ, के तपाईँ एक्लै हुनुहुन्छ या तपाईलाई मात्र यस्तो महसुस भइरहेको छ? साथीहरू, यो कुनै डराउने कथा मात्र होइन, यो एउटा सत्य घटनामा आधारित छ। यसको भिडियो इन्टरनेटमा अहिले पनि छ, तैपनि यस कथाको सत्यता आजसम्म आधा अधुरो नै छ। साथीहरू, वेलकम टु माई च्यानल। आज म तपाईलाई लैजान्छु लस एन्जलस सन् 2013 को एउटा सत्य र नसुल्झिएको घटनातर्फ। यो कथा हो एलिसा लामको। एलिसा लाम क्यानाडाको भ्यान्कुभरकी थिइन्। उनी धेरै नै होशियार, क्रिएटिभ र भावुक केटी थिइन्। उनलाई लेख्न मन पर्थ्यो। उनी टम्ब्लरमा आफ्ना विचार, भावना र जीवनका सङ्घर्षहरू खुलेर लेख्थिन्। तर एलिसाको जीवनमा एउटा गहिरो सत्य पनि थियो। उनलाई बाइपोलर डिसअर्डर भन्ने रोग थियो, यानि दिमागको बिमारी। यो रोगमा मान्छे कहिले धेरै जोसिलो हुन्छ त कहिले अचानक मानसिक रूपमा टुट्छ। तर एलिसा आफ्नो रोगसँग डराउँदैन थिइन्। उनी उपचार गराउँदै थिइन्, दिनहुँ औषधि खान्थिन् र आफ्नो आमा बुवासँग सधैँ सम्पर्कमा रहन्थिन्। सन् 2013 मा एलिसाले निर्णय गरिन् कि उनी एक्लै अमेरिका घुम्न जानेछिन्। यो यात्रा उनको लागि सेल्फ डिस्कभरी अर्थात् आफैलाई चिन्नु थियो। उनको यात्राको योजना थियो सैन डिएगो, लस एन्जलस, सान्टा क्रुज, सैन फ्रान्सिस्को। एलिसा लाम 21 वर्षकी एउटी केटी थिइन्। उनी एक्लै अमेरिकाको यात्रामा निस्केकी थिइन्। नयाँ ठाउँहरू घुम्न र हेर्न चाहन्थिन्। धेरै खुसी थिइन्, सामान्य देखिन्थिन्। लस एन्जलस पुगेपछि एलिसा एउटा यस्तो होटेलमा बसिन् जसको नाम सुन्दा आज पनि मानिसहरू डराउँछन्, जसको नाम हो होटेल सेसिल। एलिसालाई यो होटेलको बारेमा खासै केही थाहा थिएन। सुरुवातमा त सबै कुरा ठिक चलिरहेको थियो। एलिसा दिनहुँ बाहिर जान्थिन्, फोटो खिच्थिन्, मानिसहरूसँग कुरा गर्थिन् र उनी हरेक शहरबाट आफ्ना आमा बुवालाई सधैँ फोन गर्थिन् र दिनभरिको कुरा सुनाउँथिन्। फेरि अचानक एलिसाले आफ्नो परिवारलाई फोन गर्न बन्द गरे। यो उनीहरूको लागि धेरै अनौठो थियो। तर फेरि एक दिन उनी अचानक गायब भए। परिवार चिन्तित थियो। होटेलमा खैलाबैली मच्चियो। पुलिस आयो, इन्भेस्टिगेसन सुरु भयो। केही दिनपछि होटेलको सीसीटीभी फुटेज बाहिर आयो, एउटा लिफ्टको भिडियो फुटेज। त्यो भिडियोमा एलिसा लिफ्ट भित्र जान्छिन्, लिफ्टको बटन बारम्बार थिच्छिन् तर ढोका बन्द हुँदैन। उनी बाहिर हेर्छिन्, पछि हट्छिन्, हातले अनौठो इशारा गर्छिन्, जस्तै उनी कसैबाट लुकिरहेकी छिन् या कसै अरूसँग बहस गरिरहेकी छिन्। तर क्यामेरामा उनको अगाडि अर्कोतिर कोही पनि थिएन। अब सोच्नुहोस् त साथीहो, यदि लिफ्टमा कोही थिएन भने त एलिसा कोसँग डराउँदै थिइन्, कोसँग कुरा गर्दै थिइन्? र त्यसपछि केही दिनपछि होटेलका सबै गेस्टहरूले कम्प्लेन गर्न थाले। पानीबाट गन्ध आइरहेको छ, पानीको रङ्ग अनौठो छ र स्वाद पनि खराब छ। मेन्टेनेन्स स्टाफलाई बोलाइयो र उनीहरू छतमा गए। ट्याङ्की खोलियो र जब स्टाफले ट्याङ्की भित्र हेरे त त्यहाँ एलिसा लामको लास ट्याङ्की भित्र पडिरहेको थियो। तर लासमा कुनै चोटपटक थिएन, कुनै सङ्घर्ष थिएन र कुनै जोर जबरजस्तीको निशान थिएन। सरकारी रिपोर्टमा लेखियो एक्सिडेन्टल ड्राउनिङ अर्थात् दुर्घटनावश डुबेर मृत्यु। तर साथीहरू, प्रश्न यहाँ सकिँदैन। हो, एलिसालाई बाइपोलर डिसअर्डर थियो। उनी औषधि खान्थिन्, तर जाँचमा थाहा भयो उनी औषधि नियमित रूपमा खाइरहेकी थिइन्। त के उनको दिमागले उनैलाई धोका दिइरहेको थियो? के उनले केही यस्तो देखिरहेकी थिइन् जो वास्तवमा त्यहाँ थिएन? तर फेरि एउटा अर्को कुरा सामने आउँछ। जुन होटेलमा एलिसा बसेकी थिइन् त्यसको इतिहास आफैमा डरावनु थियो। त्यहाँ पहिले पनि धेरै आत्महत्याहरू भएका थिए, धेरै हत्याहरू भएका थिए र अझ त्यो होटेलको नाममा धेरै अनौठा घटनाहरू दर्ता थिए। जस्तै कि रिचार्ड रमिरेज, एउटा सिरियल किलर जसलाई दुनियाँले नाइट स्टकरको नामले चिन्थ्यो। सन् 1984 देखि 1985 को बीचमा यसले 13 भन्दा बढी हत्याहरू गरेको थियो। ज्याक उन्टरवेगर 1991, जसलाई दुनियाँले सुत्रिएको मान्छे ठान्यो तर वास्तवमा उनी विश्वासको पछाडि लुकेको एउटा शिकारी थिए। र 1940 को त्यो समयमा ब्ल्याक डालिया मर्डर केस, लस एन्जलसमा एउटा लास भेटियो, त्यो पनि टुक्रा टुक्रामा, र त्यसको हत्यारा आजसम्म कहिल्यै समातिएन। साथीहरू, जब एउटा शहरले यति धेरै डरलाग्दो कथाहरू देखिसकेको छ त प्रश्न उठ्छ, होटल सेसिल के यो मात्र एउटा होटल थियो या अँध्यारोलाई आफूतिर तान्ने एउटा डरलाग्दो ठाउँ? धेरै मानिसहरू मान्छन् यो होटेल मात्र एउटा होटेल होइन, बरु एउटा रहस्य हो। र अब सबैभन्दा अनौठो कुरा, ट्याङ्कीको ढक्कन। केही रिपोर्ट भन्छन् ढक्कन खुला थियो, केही रिपोर्ट भन्छन् ढक्कन बन्द थियो। अब आजसम्म कसैले तय गर्न सकेन ट्याङ्कीको ढक्कन कसले खोल्यो या कसले बन्द गर्यो। भिडियो छ, लास भेटिसक्यो, सबुत अगाडि छन्, तैपनि
सत्य आज पनि गायब छ। के यो मात्र एउटा दुर्घटना थियो या एलिसाले केही यस्तो देखेकी थिइन् जो उनले देख्नु हुँदैन थियो? साथीहरू, तपाईको राय के छ? कमेन्टमा पक्का भन्नुहोला र भिडियो मन पर्यो भने लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोला। थ्यांक यू एन्ड सी यू इन द नेक्स्ट भिडियो।